हाई एभ्रिवान, आज मैले बनाउँदैछु खिर है। खिरको लागि चाहिँ मैले सुरुमा भाँडा बसालेँ, त्यसमा राखेँ घिउ अनि यो काला निमकको चामल भिजाएर राखेको। त्यसलाई चाहिँ मजाले घिउमा ब्राउन हुने गरी फ्राई गर्छु के मैले। अनि यसलाई ब्राउन हुने गरी फ्राई गरेपछि यो चाहिँ मैले एकदमै घरमै बनाएको मेन इन्ग्रेडियन्ट्स भनेको यो दुध हो। यो घरकै दुध, घरकै सरले ल्याइदिनु भएको, आफ्नो घरको चाहिँ होइन, तर उहाँले चाहिँ मलाई ल्याइदिनु भएको। यो कस्तो राम्रो दुध हेर्न, यस्तो मलाई बसेको के, हुन त फ्रिजमा राखेर पनि त्यस्तो राम्रो भएको होला है। अनि यसलाई मैले मजाले राखेँ, त्यहाँ सबै तरसहित राखेँ क्या। त्यसलाई राखेपछि मिक्स म्याक्स गरेँ। अनि त्यसमा मैले राखेँ ल्वाङ सुकमेरको धुलो, खजुर, मरिच र गुड है। यसको चाहिँ गुड राखेर बनाएको हो। अनि मजाले बनाएँ, मजाले त्यसलाई मिक्स म्याक्स गरिसकेपछि खिर बाक्लो र सुगन्धित हुन्छ। अनि मैले चाहिँ मजाले यहाँ ग्यास बन्द गरेँ। अनि यो ड्राई नट्स चाहिँ मैले हल्का रोस्ट गरेको हो क्या। अनि यसलाई बन्द गरेर यो चाहिँ मेरो आजको खाना। अनि मैले फर्स्ट बाइट खान्ला, अनि कस्तो मिठो लाग्यो कि। अनि त्यसमा मैले तरकारी पनि लिएको थिएँ, गोबी र आलुको, अनि त्यो पनि मैले खान लाग्छु। यो फर्स्ट बाइट आलुको पनि कस्तो के अर्कै मिठो भएको क्या, धेरै टाइममा खाएर पनि होला, अनि मिठो लाग्यो। अनि थ्याङ्क यू फर वाचिङ साथीहरू, अनि हजुरहरू पनि ट्राई गर्नु ल।